सो हेलो एभ्रिवान, फेरि पनि स्वागत छ मेरो डे 2 को मिनी भ्लगमा। सो हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै आरामै छु। अनि आजको भिडियो चाहिँ मैले कहाँबाट सुरु गरेको छु भने आज चाहिँ म घाँस काट्न जान लागेको छु। मौसम पनि यस्तो नराम्रो छ नि, पानी पर्दा जस्तो छ, तैपनि म चाहिँ घाँस काट्न गएँ अनि घाँस काट्न पनि सुरु गर्न थालिसकेँ। घाँस चाहिँ यस्तो मसिनो छ क्या, यस्तो मसिनो है। अनि कहिले डोको भरिन्छ क्या, मैले एउटा डोको लिएर गएको थिएँ। अब त्यो डोको भरिन्जेलसम्म त पानी पर्ला जस्तो थियो है। त्यही माथि यस्तो लोदर कि यस्तो लोदर है, हँसिया पनि यस्तो फुस्किने खालको क्या। जति बेला नि फुस्क्या जति घाँस काट्यो त्यति फुस्क्या फेरि है। अनि बनाउँछु, हँसियालाई बनाउँछु अनि फेरि गर्छु। आमामामा यति दिन गयो कि। अनि घाँस काट्दा चाहिँ मलाई यस्तो थकाइ पनि लागेको थियो, कहिले बस्छु कहिले उड्छु। घाँस चाहिँ नालीको छेउछेउतिर काट्नु पर्ने थियो। अनिखेर कोही आउनुहुन्छ कि अथवा कराउनुहुन्छ कि। अब नाली छेउछेउतिर बारी पनि थियो नि त, अनि त्यता पनि काटिरहेको थिएँ मैले। अनि कोही आएर कराउँछन् कि भन्दै हेर्दै पनि छु, यसो यताउति हेर्छु है, हेरिरहेको थिएँ। अनि त्यो झन् नालीको यस्तो खोला पानी चाहिँ कालो छ, यस्तो गनाइरहेको थियो यार, यति गनाइरहेको थियो। सो साथीहरू अनि सो गाइजहरू है, त्यति बेला आधी डोको भइरहेको थियो। त्यति बेला नै यस्तो लोदर लाग्यो होइन कि मलाई यार। काटिरहेको थिएँ, स्वाट्ट हात पो काट्यो यार। यस्तोरी हात काट्यो नि भित्रको बोसो नै देख्न थाल्यो क्या, त्यस्तरी हात काट्यो है। अब जे नआउनु थियो त्यही भयो भन्दै फेरि रगत बगिरहेको थियो। अनि रगतलाई पुस्न थालेँ, पुसिरहेको थिएँ। फेरि यस्तो दुखिरहेको थियो, रुन मात्र सकिरहेको थिएन। अनि अब त घाँस काट्न त मिल्दैन। अनि मैले आधी डोको नै लिएर गएँ अनि बाख्राहरूलाई दिन थालेँ। त्यस्तैमा उसमा अलिअलि दिएँ है। अनि के अरे खायो बाख्राहरूले पनि। सो साथीहरू अब के गर्नु त, त्यस्तो लोदर लागेपछि अनि पछि बरु गरौँला भनेर आधी डोको नै दिन थालेँ। अनि सबै खाइसक्यो। त्यसपछि चाहिँ अनि म लाग्यो अब चाहिँ म कति बेला घर पुगौँला र औषधि गरौँला भन्ने भइरहेको थियो। घरमा आएर औषधि गर्न थालेको आमामा दुखेर उहाँ हेर्नु न, यस्तो रुन पनि सकिरहेको छैन क्या। त्यसै गर्दाखेरि औषधि लगाएँ घरमा आएर। अनि त्यसपछि मैले डेटोलले सफा गरेँ अनि ह्यान्डी प्लस पनि लगाउन थालेँ। सो साथीहरू त्यही हो, आजको डे चाहिँ यसरी नै बित्यो मेरो। सो हजुरहरूलाई के कस्तो लाग्छ अन्तिमसम्म हेरेर साथ दिनुभयो, सो थ्याङ्क यू सो मच। मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गर्नुहोला। बाई बाई।